तपाईँले यो छोटो समयमै यो किसिमको आफ्नो बिजनेस नै राइज गरिरहनु भएको छ होइन, अगाडि बढाइरहनु भएको छ। यो बिचमा तपाईँले चाहिँ यो कानुनी क्षेत्रमा होइन नेपालको चाहिँ यो एउटा व्यवसाय सञ्चालन गर्नको लागि चाहिँ कानुनी क्षेत्र तपाईँको चाहिँ यो ट्याक्सेसनको कुराहरूमा चाहिँ कतिको झन्झट पाउनुभयो, के तपाईँलाई के फिल भयो यो चाहिँ? अनि यो त एकदमै झन्झट नै छ होइन। जस्तै मेरो के छ भन्दाखेरि टेक्सअपकै कुरा छ। मैले तपाईँको अघिल्लो चाहिँ आर्थिक वर्षमा चाहिँ तपाईँको प्रालीमा रजिस्टर छ, पछिल्लो आर्थिक वर्ष मेरो ओडामा रजिस्टर छ। त्यो मैले बिचमा 2-4 महिना त मेरो ग्याप भयो कि मैले त्यो गर्नै सकेन। ओडामा जान्छ यो पुगेन त्यो पुगेन भन्छ, मलाई केही थाहा छैन। अनि उनीहरूले यो चाहियो पनि भन्दैन, एकदमै गाह्रो थियो। अनि त्यसपछि पछिल्लो चरणमा चाहिँ अब एरोनेपसँग काम गर्न थालेदेखि अहिले मेरो तपाईँको अकाउन्टिङदेखि सबै चाहिँ हाम्रो चाहिँ एरोनेपसँग भयो हुनाले कहिलेकाहीँ जस्तै आफै जान उपस्थिति हुन पर्यो भनेपछि मात्र आफै उपस्थिति हुन परिरहेछ। नत्र चाहिँ म्याक्सिमम् हाम्रो कुनै काम हुनुभन्दा अगाडि हाम्रो एउटा मिटिङ गरेर चाहिँ एउटा कम्पनी जसरी नै हामीले चाहिँ यसले यो काम गरौँ भनेर चाहिँ हाम्रो सबै यो कुरा चाहिँ सल्भ एरोनेपसँग काम गरेदेखि मलाई त्यस्तो झन्झटिलो छैन अहिलेको लागि। Aeronep Consulting Services, empowering entrepreneurs, creating impact.